안녕하세요. 안녕하십니까. ल आज हामी हेर्दैछौँ नम्दा र कुटनान्दा बीच फरक डेफिनेसन। यो चाहिँ हाम्रो म्यानुफ्याक्चरदेखि सिप बिल्डिङ एग्रिकल्चर सबैमा सोधेको क्वेशनहरुको बारेमा आज हामी हेर्दैछौँ। यदि समयको पछाडी इरागा आएमा के रहेछ? यदि समयको पछाडी इरागा पार्टिकल आएमा चाहिँ के को प्रयोग गरिने रहेछ? नम्दाको प्रयोग गरिन्छ भने यदि समयको पछाडी इरागा त नम्दामा पनि छ साथसाथै के छ इल काम आएको अवस्थामा चाहिँ के को प्रयोग गर्ने? कुटनादाको प्रयोग गरिन्छ। अनि समयको पछाडी पार्टिकलमा नाउन प्लस ए आयो भने त्यस्तो अवस्थामा नि के को प्रयोग गर्ने? कुटनादाको प्रयोग गर्ने। आवसिगा भनेको चाहिँ 9 बजे चाहिँ नमस छिले वा सुनिदा पटाएर त पार गरेर 9 बजे पार गरेर घर आए। अनि आवसिगा यहाँ पछाडी के भयो? गा प्लस इल भनेको छ हामीले है। फर्स्ट कन्डिसनमा के भन्छौँ? इरागा पार्टिकल प्लस इल काम हो। इल छ काम छ भने छिबे वा सुनिदा भनिसकेपछि अब कन्फ्युज हुन परेन, सिधै के लगाउने? कुटनादा। कुटना छ भनेको सकेन। अब हाम्रो नेगेटिभमा हेरौँ। अब सेकेन्ड कन्डिसनमा आवसिगा डडट छिबे ओजी मोते सुनिदा घर आउन सकिन। अब के भयो? नमदो हो 9 बजेर पार भए तापनि के भयो? घर आउन सकिन। अब त्यस्तो अवस्थामा फेरि यता छ आवसी ए, फेरि समयको पछाडी ए पार्टिकल आउँदा बित्तिकै हामीले के भनेका थियौँ? कुटनादाको प्रयोग गर्ने। आवसी ए कुटनादो 9 बजे भए तापनि छिबे मोत खासुन्दा घर जान सकिन।